जहिले पनि आफू उकालो जाँदै चढ्दै गर्दा ओह्रालो झर्दै गरेको मान्छेसँग बोल्नु रे। याद गर्नुहोस् है जीवनको, आफू उकालो जाँदै गर्दा उकालोबाट ओह्रालो आउँदै गरेको मान्छेसँग बोल्नु रे के। जो चाहिँ बुवाले गाडीवालाहरूसँग बोल्नुहुन्थ्यो अरे क्या, ड्राइभरसँग जस्तो जुधाएर, किनभने गाडी कम चल्थ्यो नि त, अहिले जस्तो अपडेट्स हुँदैन थियो। उसले भन्छ अरे क्या माथि कहाँ बाटो बिग्रेको छ, त्यहाँनिर चाहिँ अलिक अप्ठ्यारो छ, तपाईँ सम्हालिएर माथि चढ्न सक्नुहुन्छ। त्यो झर्ने मान्छेलाई धेरै कुरा थाहा हुन्छ कि, बुझ्नु भएन? तर यहाँ झर्ने मान्छेलाई कसैले पनि सोध्दैन कि। झर्नाको फोटो खिच्छ, हामी मोटरबाट पानी चढाउँछौँ क्या, कहिले फोटो खिचेको देख्नुभएको छ? चढ्नेको फोटो खिचिँदैन क्या। झर्नेको फोटो खिचिन्छ तर सोधिँदैन तपाईँ कति दुख्यो भनेर, माथि कति माथिबाट झरिस् भनेर। मेरो बुवाले हरेक समय भन्नुहुन्छ, म त्यसैले गर्दा जहिले पनि रेस्पेक्ट आफूभन्दा सिनियरलाई, किनभने उहाँले देख्नु भएको छ क्या त्यहाँ माथि के छ भन्नु हो। ताप्लेजुङबाट तल झर्दै गरेको गाडीलाई काबेलीबाट उकालो जाँदै गरेकोले टिटिट गरेर रोकेर माथि के छ त भनेर भन्दाखेरि एउटा ठुलो ढुङ्गा झरेको छ, अलिकति घुमाएर लानु उसले भन्छ क्या। यस्ता झरेकोसँग के सोध्नु, मै जाँदैछु भन्नु भने त उसले भन्दैन नि। झरेकोसँग जे अनुभव हुन्छ नि त्यो चढ्दै गर्नेसँग हुँदैन क्या। उसँग उमङ्ग हुन्छ, त्यो उमङ्गमा त्यो झर्नेको अनुभव मिसियो भने ऊ कहीँ रोकिनु पर्दैन। मेरो बुवाले सधैँ भन्नुहुन्छ, मेरो बुवा